श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गं गणपतये नमो नमः। श्री सिद्धिविनायक
ममृता लक्ष्मी यो लोक मानव उपभोग्य सुख सम्पद प्राप्त निवेशादि काल भाग समय सहस्र वर्ष सहस्र पर्यन्तं वैदिक नाम स्थिताय तथा च विष्णु सान्निध्यं प्राप्तिपूर्वक अन्ते विष्णु कृतिद्वारा लक्ष्य दीपदान कल्पक समस्त फल प्राप्तिपूर्वक श्री विष्णु सायुज्य मोक्ष प्राप्त्यार्थं तिला पहिला एकदम 10 महिना छोडिदिनु ल फेरि घुमेर आएर बालम लागि त विनाशाय श्रीकृष्णाय वयं नमः कृष्णाय वासुदेवाय हरे परमात्मने सर्वदशनाशाय गोविन्दाय नमः दूर करे
स्लो भयो यता होइन को त्यो चिनिस नाच्नुमा है नाचे
वासुदेव पशुपतिनाथको मूर्तिनाथको बद्रीनाथको केदारनाथको रामेश्वरको नारायणी माताको गौ माताको शिव माताको लक्ष्यवती महिमाको बच्चाको पनि नखाएकाले यहाँ छ यी अब हिजो बच्चा खान्छौँ हेरिराखौँ क्या जस्तो लाग्यो अगाडि भयो तपाईँ बहिनीको भएर हाम्रो आफू भनौँ न फुल चढाइदिनु न अझ एकचोटि यहाँ त छ नि ल तपाईँ बस्नुहोस् त त्यहाँ आमाको अझै खानु तेरो मेरो भन्दा भन्दै जान्छ जीवन चोला धनको तिर्खा मेटाउने भेटिँदैन खोला दुई दिनको हो सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलान दुई दिनको सम्झना दुई दिनको सम्झना सम्झना हरि हरि मर्न कहिले पर्दैन जे गर्छ मान्छे किन लिन मात्रै खोज्छ सधैँ खोज्दैन केही दिन विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र
रित्तै आयौँ रित्तै जान्छौँ संसारकै रित टाढिएर बाँच्न सिकौँ लोभ र मोहसित कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई हरि हरि धनी गरिब ठुलो सानो भन्छन् उच्च नीच अझै धेरै झै झगडा आफन्तकै बीच हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता हरि हरि धनले सुख मिल्न सक्छ खुसी मिल्ने होइन महलमै बस्नेको नि मनमा सन्तोष छैन भयो धनको मन पारी लौन प्रभु हरि भयो धनको मन पारी भयो धनको मन पारी लौन प्रभु हरि भयो धनको मन पारी भयो धनको मन पारी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी हरि हरि धनकै लागि हुन्छन् कति हत्या हिंसा पनि आफन्तले आफ्नै ठग्छन् नजिकैको बनी छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा मनैमा हरि हरि अबुझको जीवन जान्छ धनकै पछि भागी
बुझ्नेहरू केही गर्छन् समाजको लागि जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर तरेर हरि हरि रिसराग मोह त्याग खुसी भन्न सिकौ कोही छैनन् परैयाँ आफ्नो भन्न सिकौ परैयाँको छ र सोचौँ एउटै घर परैयाँको छ र परैयाँको छ र सोचौँ एउटै घर परैयाँको छ र परैयाँको छ र सोचौँ एउटै घर परैयाँको छ र परैयाँको छ र सोचौँ एउटै घर परैयाँको छ र परैयाँको छ र सोचौँ एउटै घर परैयाँको छ र परैयाँको छ र सोचौँ एउटै घर परैयाँको छ र परैयाँको छ र हरि हरि बाँचुन्जेला सबजनाले धनकै मुख ताक्छन् मरेपछि कानमा लाको सुन तानेर राख्छन् सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जानी हो हरि हरि धर्म गरौँ कर्म गरौँ दान पुण्य गरौँ मानव सेवा गर्दै गर्दै जीवन सागर तरौँ उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मान उसकै खुसी जीवन उसकै खुसी जीवन जीवन हरि हरि लगभग
शङ्कराय च महेश्वराय नमः शिवाय शिवस्त्राय दुईटाले लाउनु गोरो समालेको दुईटाले खतम भन्छ त्यहाँ नखता शङ्कराय च महेश्वराय नमः शिवाय शिवधराय च ल हो फोटो छोडिदिनु पर्ने यो राख्नु छ ये भूता नमते ये समस्त हिंदी आरभ्य संगता परिपूर्णार्थम सौर्यसी सिद्ध पूजा कर्मण शासन मंत्र पूजन कर्मण तथा श्री लक्ष्मी नारायण पूजन लक्ष्य भक्ति सुपाद संख्यक लक्ष्य चतुरशी उपमन्युत्राय भवानी प्रसाद सर्वरी ब्राह्मणाय सुविताय तुभ्यं संपर्कात्माय हरि ओम यहाँ टिको लगाउनु आचार्यलाई त त्यही छोडिदिनुहोस् त कुस ब्रह्म शान्ति आयु बढोस् भगवान ने जय कल्याण ओम नमः संभवाय नमः संभवाय नमः लीलाय शिवधराय ओम पार्वती पदे हर 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 यहाँ पनि छैन यहाँ पनि कलश छैन यो धान चामल कलश यहाँ सज्यो ल हुँदैन खानु जसै राख्यो कि अब यहाँ मैले शुभ अवसरमा संस्थाका सम्पूर्ण कार्य समिति लेखा समिति सल्लाहकार समिति विभिन्न उपसमिति कर्मचारी लगायत सम्पूर्ण सदस्यहरूको तर्फबाट यहाँको सुस्वास्थ्य दीर्घायु एवं दीर्घायुको कामना गर्दै यस सम्मान पत्र अर्पण गर्दछौँ अध्यक्ष एवं संस्था परिवार होइन
दाजु अब यो लौरो टेकेर लैजाने यो लौरो टेकेर हिँड्नुपर्ने यो लौरो समाज त यो पनि लगाइदियो माथि माथि आमा हामी खुसीमा खुसी र दुःखमा दुःख साट्ने गरेका छौँ त्यस अवसरमा आज मेरो माइजू किसान बचतको सदस्य हुनुहुन्थ्यो उहाँलाई सम्मान गर्न नेपालको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपालको उत्कृष्ट संस्था किसान बचत तथा ऋण सहकारी तर्फबाट हामी 2600 सेवा केन्द्रको तर्फबाट हामी आज यहाँ उपस्थित भएका छौँ। उहाँको खुसियालीमा संस्था धेरै खुसी छ। उहाँलाई अझै पनि हामीले 100 वर्षसम्म हामीले देख्ने तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट माइजूको अझै पनि धेरै आयु लम्बियोस् यो खुसियालीमा हामी यहाँ उपस्थित भएका छौँ र अब धेरै कुरा त यहाँ बोल्नु त केही छैन। अहिले यहाँ अब हतार पनि छ र हामी संस्थाको परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यो घर परिवार यो इष्टमित्र गुरुहरू यहाँ उपस्थित हुनुभएका भान्जा भान्जी जोइ चेला सम्पूर्णमा हामी किसानको तर्फबाट सबैलाई स्वागत र शुभकामना दिन चाहन्छौँ र माइजूको 100 वर्ष आयु होस् भन्ने शुभकामना दिँदै हामीले एउटा यो सानो सम्मान कार्यक्रम यहीँ अन्त्य भएको छ।
पानी भन्दै कसलाई बोलाउने हो यता हेर्यो उता हेर्यो एक्लै टोलाउने हो तिर्खा लाउँदा पनि भन्दै कसलाई बोलाउने हो आऊ बस रुख मुनि हो हाम्रो घर कोही छैन केही छैन ईश्वरैको घर आऊ बस रुख मुनि हो हाम्रो घर कोही छैन केही छैन ईश्वरैको घर आऊ बस रुख मुनि हो हाम्रो घर कोही छैन केही छैन ईश्वरैको घर हरे बैसा छाँदा तेरो मेरो भन्दै हिँडियो दुःख पर्दा भगवानलाई बल्ल चिनियो बैसा छाँदा तेरो मेरो भन्दै हिँडियो दुःख पर्दा भगवानलाई बल्ल चिनियो आऊ बस रुख मुनि हो हाम्रो घर कोही छैन केही छैन ईश्वरैको घर आऊ बस रुख मुनि हो हाम्रो घर कोही छैन केही छैन ईश्वरैको घर आऊ बस रुख मुनि हो हाम्रो घर कोही छैन केही छैन ईश्वरैको घर हरे कालो कपाल फुलेर सेतै भइसक्यो कहिले जाने तीर्थ व्रत उमेर गइसक्यो कालो कपाल फुलेर सेतै भइसक्यो कहिले जाने तीर्थ व्रत उमेर गइसक्यो कालो कपाल फुलेर सेतै भइसक्यो कहिले जाने तीर्थ व्रत उमेर गइसक्यो कालो कपाल फुलेर सेतै भइसक्यो कहिले जाने तीर्थ व्रत उमेर गइसक्यो कालो कपाल फुलेर सेतै भइसक्यो कहिले
पशुपतिनाथको मुक्तिनाथको बद्रीनाथको केदारनाथको परमेश्वर भगवानको सूर्यपुत्र भगवानको समस्त धारित पूजित देवताहरूको समस्त कर्ताका तिथिहरूको दान महिमाको सत्य सनातन धर्मको जय जय
गर्दै सबैले हेर्नु अब भुइँसी ल भगवती देवी जप कर्मण प्रवृत्ता सिद्धार्थम इमाम भूयसी दक्षिणा द्रव्यम यथा नाम धातु यथा नाम दैवतागम यथा यथा गोत्राय यथा यथा नाम सर्वनेश्वर ब्राह्मणाय कन्याकुमारी खुसी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा खुसी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा झिलिमिली मन्दिरैमा खुसी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा
धर्म गर्नु बेसा तेरो मेरो भन्दा भन्दा तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केसा रिस राग गर्नु भन्दा धर्म गर्नु बेसा तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केसा रिस राग गर्नु भन्दा धर्म गर्नु बेसा तेरो मेरो भन्दा भन्दा तीर्थ व्रत सधैँ गर्ने गारा स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत सधैँ गर्ने गारा स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत दान धर्म तीर्थ व्रत सधैँ गर्ने गारा स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत सधैँ गर्ने गारा स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत
सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो यता हेर्यो उता हेर्यो सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो जीवन के नै छ र अर्काको रिस गर्नु भन्दा आफ्नो कर्म गर आज भन्यो भोलि भन्यो जीवन के नै छ र अर्काको रिस गर्नु भन्दा आफ्नो कर्म गर आज भन्यो भोलि भन्यो भन्यो भोलि भन्यो जीवन के नै छ र अर्काको रिस गर्नु भन्दा आफ्नो कर्म गर आज भन्यो भोलि भन्यो जीवन के नै छ र अर्काको रिस गर्नु भन्दा आफ्नै कर्म गर आज भन्यो भोलि भन्यो सत्कर्ममा लाग भक्त हातमा फुलको थाली जन्मिँदा नि खाली हामी मर्दा पनि खाली सत्कर्ममा लाग भक्त हातमा फुलको थाली जन्मिँदा नि खाली हामी मर्दा पनि खाली सत्कर्ममा लाग भक्त
सत्कर्ममा लाग भक्त हातमा फुलको थाली जन्मिदानी खाली हामी मर्दा पनि खाली सत्कर्ममा लाग भक्त हातमा फुलको थाली जन्मिदानी खाली हामी मर्दा पनि खाली सत्कर्ममा लाग भक्त आउनु तपाईँको 84 मैले गरेर हुन्छ आउनु उहाँ पण्डितले कुरेर बसिन्छन् झर्नु के आउनु पूजा गर्नु परेन पूजा गर्ने कि उतै हेर्नु त भगवान् Ya
साडी छ भने सस्तो पानी भने